Hello everyone, welcome back to my YouTube channel Journey of Life. आज म यहाँहरुलाई मेरो यात्रा को बारेमा केही जानकारी गराउँछु। यो यात्रा म काठमाडौँबाट बस चढेर काठमाडौँ, थानकोट, मोगलिङ, नारायणघाट, बुटवल, सुनौली बोर्डर हुँदै अनि इन्डिया प्रवेश गरेर यो अहिले म सुनौली बोर्डरको दृश्य देखाइराखेको छु। रातिमा हामी दिल्लीसम्मको यात्रा गरेर अनि विभिन्न ठाउँहरू, अब यो यात्रामा मैले धेरै कुराहरू व्याख्या गर्ने कुरा छैन। दिन रातिमा यात्रा गरेको कारण केही दृश्यहरू मात्रै मैले यहाँहरुको बीचमा प्रस्तुत गरेको छु। र यो यात्रा म धेरै पहिलादेखि गोवासम्म जाने भनेर मेरो एउटा सोच थियो। अनि दिल्ली पुगेर दिल्लीको ठाउँबाट हामी ट्रेनबाट अनि मुम्बई हुँदै गोवासम्मको यात्रा तय गरेको छु। र यो विभिन्न ठाउँमा मुम्बईको ट्रेन स्टेसन हेर्नुस् त, भिडभाड, मान्छेहरूलाई कति हतार छ। अनि म आफै पनि भन्ने गर्छु, यात्रा रहर हो, सहज कहाँ हुन्छ र। यो मेरो यात्रामा मैले यहाँहरूलाई डोर्याइराखेको छु। अनि हरेक मान्छेको जीवनमा आफ्नै प्रकारका यात्राहरू छन्, लक्ष्यहरू छन्, गन्तव्यहरू छन्, इच्छा आकाङ्क्षाहरू छन्। र म चाहिँ बौला जस्तै जता पायो त्यतै घुम्न मन लाग्छ। अनि कतिपय अवस्थामा हामी सानो लोकल ट्रेन पनि हामीले चढ्यौँ। त्यो लोकल ट्रेनमा चढेको दृश्य पनि मैले यहाँहरूलाई देखाएँ। नजिकका स्टेसनहरूमा जाँदा अनि ट्रेनबाट यात्रा गर्दा बाहिरको हरियाली अनि विभिन्न विकास निर्माणका कामहरू देख्दा अनि कतिपय अवस्थामा सुविधा सम्पन्न ठाउँहरू हेर्दा अनि मन प्रफुल्ल भएकै हो। अनि अहिले हामी मुम्बईबाट फेरि अर्को गोवाको लागि ट्रेनको यात्रामा छौँ। यो ट्रेन हेर्नुस् त, लामो रेलगाडी हैन। हामी नेपालमा त हाम्रो तराईको भागमा केही मात्रै थोरै भएको जनकपुर जयनगरको रेल पनि अस्तव्यस्तै देख्दछौँ नेपालमा पनि। अन्त हाम्रा नेताहरूले पूर्व पश्चिम केरुङदेखि अनि कहाँसम्म मुखले चाहिँ सपनामा रेलको सपना बाँडेकै हुन्। खैर केही छैन, हामी आफ्नो कर्ममा लागिरहौँ। र म यो पटक गोवासम्मको यात्रामा हिँडिरहेको छु। अनि यो बसमा ट्रेनमा हिँड्दाखेरिको यो दृश्यहरू, गोवा असाध्यै राम्रो, सफा सुग्घर, वेल प्लान। हुन त पोर्चुगिजहरूले लामो समयसम्म शासन गरे। भारतमा 200 वर्षभन्दा बढी ब्रिटिसहरूले शासन गरे। हेर्नुहोस् त, यो गोवाको सेरोफेरोका दृश्यहरू, हरियाली वन, राम्रो सुन्दर समुद्रका किनारहरू अनि बाटो पनि त्यत्तिकै राम्रो सुन्दर अनि मनमोहक लाग्दछ। म धेरै कुराहरू चाहिँ यहाँ भनिराख्नु आवश्यक छैन। यो भिडियोले स्वयं आफै बोलिराखेको हुँदछ। मलाई लाग्छ जसले यो भिडियोहरू हेर्नुहुन्छ तपाईँहरू दृश्यहरू देखेर पक्कै पनि खुसी मनाउनु हुनेछ, खुसी पाउनु हुनेछ। त्यसले निराश पक्कै पनि बनाउँदैन। हुनसक्छ तपाईँहरू कतिजनाले गोवासम्मको यात्रा गरि पनि सक्नुभएको छ। हेर्नुहोस् त, यसरी जाँदै गर्दा दायाँपट्टिको साइडमा यो समुद्रको ठ्याक्कै किनार पर्दछ। राम्रा सुन्दर होटल, रिसोर्टहरू, रेस्टुरेन्टहरू, बसेर पार्कहरू, कति मनमोहक। अनि विशेष गरिकन गोवाको मन परेको चाहिँ मैले अघि पनि भने, सफा सुग्घरहरू असाध्यै राम्रो छ। तर हामी गोवामा जति दिन बस्यौँ अनि बर्सातको समय पनि त्यहाँ मनसुनको बेला परेछ। मलाई थोरै अलिकति त्यसको विषयमा जानकारी, कति कुराहरूले यो तस्बिर, नरिवलका रुखहरू अनि वरिपरिको जङ्गलहरू, यी सबै कुराले बोलिराखेको छ, यसले स्पष्ट पारेको छ। र म धेरै कुरा म आफै हेरेर प्राकृतिक सुन्दरतालाई हेरेर असाध्यै मन्त्रमुग्ध हुने व्यक्ति म परेँ। यहाँहरूलाई कस्तो लाग्छ? ल हेर्नुहोस्, यी समुद्रका दृश्यहरू पनि झल्याक झुलुक हेर्न
पाइएको अवस्था छ। अनि समुद्रका भागहरू भित्री जमिनको बस्तीको भागहरू समेत पनि समेटिएकोले अझै सुन्दरता थपिएको हामी महसुस गर्न सक्दछौँ। पक्कै पनि यहाँहरू चाहिँ रमाउनु हुनेछ। हेरौँ, सँगसँगै यात्रा गरौँ। यात्रा जीवनको ठुलो विश्वविद्यालय रहेछ। हुन त हामी सानो 2 वर्ष 3 वर्षकोदेखि नर्सरी क्लासदेखि पढ्न सुरु गरेर विश्वविद्यालयका डिग्री हासिल गर्ने सम्मका काममा धेरै वर्ष धेरै पैसा खर्च गर्दछौँ। तर खुल्ला आकाश मुनिको प्राकृतिक विश्वविद्यालयबाट अध्ययन गर्नु नितान्त आवश्यक छ। यो अहिलेको यो दृश्य गोवाको उत्तर भागको आरम्बुल बीच भन्छ। हामी त्यो आरम्बुल बीचको दृश्य म यहाँहरूलाई देखाइरहेको छु। गाइज, इन्जोय। धेरै मानिसहरू विभिन्न ठाउँबाट, विश्वका विभिन्न देशहरूबाट गोवामा भ्याकेसन मनाउन आउने अनि फिल्म सुटिङ गर्न आउने, अरू व्यापारिक प्रयोजनले आउने प्रशस्त मानिसहरू हुँदछन्। यो गोवाको आरम्बुल बीच मानिसहरू मेरो सँगै यात्रा गर्ने साथी किरण भाइ र म सँगै यात्रा गऱ्यौँ अनि बहुत मजा आयो हैन। धेरै हामीले सँगसँगै यात्रा, यसरी लामो यात्रा, भाइसँग लामो यात्रा गर्ने मौका जुरेको थिएन। म किरण भाइलाई पनि विशेष धन्यवाद भन्दछु। अनि लामो साथ सहयोग समर्थनसँगै यात्रामा जोडिनु भएको लागि। अनि यसरी मानिसहरू आफ्नो साथी सङ्गीहरूसँग, आफ्ना प्रियजनहरूसँग मस्तमा अनि रमाइरहेको दृश्य हामी देख्न सक्दछौँ। अनि म एउटा कुनामा, एउटा ठाउँमा, अर्को ठाउँमा बसेर समुद्रका छालहरूलाई निहालिरहेको छु। मनका भावहरू विभिन्न अनि तरङ्गहरू समुद्रको छाल जस्तै अनि तैरिरहेछन्। पक्कै पनि यहाँहरूलाई रमाइलो लाग्छ। धेरैले हेर्नुभएको होला, अरूका धेरै राम्रा भिडियोहरू पनि पक्कै पनि हेर्नुभएको होला। तर मेरो यस भिडियोलाई पनि यहाँहरूले राम्रोसँग हेरिदिनुहोस् साथीहरू। अनि मेरा भिडियोहरूमाथि यहाँहरूले हेरेर कमेन्टहरू पनि लेखिदिनुहोस्, ताकि म आउने भिडियोहरूमा अझै राम्रा दृश्यहरू, राम्रा विषयवस्तुहरू यहाँहरूको बिचमा ल्याउन सकौँ। अनि साहित्यमा पनि विशेष रुचि भएको कारण म चाहिँ कविता पक्कै पनि यो समुद्रको किनारमा बसेर कविता पक्कै पनि आउँछ। मैले रारा बसेर पनि जब नेपालको सुन्दर यो स्वर्गकै टुक्रा जस्तो लाग्छ त्यो ताल हेरेर पनि मैले कविता लेखेको छु। र हामी गोवाको भ्रमणपछि अनि फेरि मुम्बई फर्किनको लागि हामी ट्रेन स्टेसनमा पुगेका छौँ। यो चाहिँ प्रणम रेलवे स्टेसन पर्दछ। कतिपय अवस्थामा हामी बिना गाइडको सहारा आफै नक्सा हेरेर ठाउँहरू सोधपुछ गरेर हिँडेको कारण कतिपटक केही अलमलको पनि हामीले सामना गरेका छौँ। यो चाहिँ गोवाबाट अनि बम्बईसम्म आउनको लागि प्रणम नर्थ गोवाको एउटा ट्रेन स्टेसन। हामी मुम्बई फर्किन तयारी गरिरहेका छौँ। गाइज, कमेन्ट अन माई भिडियोज है। यहाँहरूले यात्रा ठुलो सिकाइ हो, शिक्षा हो। हामीले प्रत्यक्ष आँखाले हेरेर अनि पाइलाले ती भूमिहरू टेकेर हिँड्नुको, अनुभव गर्नुको मजा, ज्ञान लिनुको मजा छुट्टै छ। यात्रामा अरू धेरै रमाइला प्रसङ्गहरू पनि छन्। अनि हामी फर्क्यौँ। अब यो ट्रेनबाट देखिएको जङ्गलको पारीतिरको दृश्यहरू यहाँहरूले देखिरहनु भएको छ। इन्डियाबाट हामीले केही सिक्नै पर्ने पाठहरू पनि छन्। इन्डियन गभर्मेन्टले जमिनलाई, खेतीयोग्य जमिनलाई राम्रोसँग जोगाएर खेतीमा प्रयोग गरेको छ। इन्डस्ट्रियल एरियाहरूलाई छुट्टै राम्रोसँग डेभलप गरेको छ। पूर्वाधार सहितको उत्पादन भइराखेको छ। अनि त्यो सँगसँगै
शैक्षिक क्षेत्रको जग असाध्यै राम्रो भएको हामी देख्दछौँ। अनि मानिसहरू पनि कैयौँ अवस्थामा इन्डिया ठुलो विशाल जनसङ्ख्या भएको देश भएर पनि एउटा अनुशासित जीवनशैली पनि हामीले देख्न सक्दछौँ। तपाईँ र मैले पनि असल कुरा देखासेखी गर्नु आवश्यक छ। साथीहरू, म फेरि अनि म यात्रा गर्दै गर्दा घुमेका ठाउँहरूको दृश्य फेरि मेरो मस्तिष्कमा खेल्दछ अनि फिल्मको पर्दा जस्तै हुने भएकोले मैले यो भिडियोको अन्त्यमा फेरि यो नर्थ गोवाको आरम्भल बीचको दृश्यहरू यहाँहरूको बीचमा प्रस्तुत गरेँ। दोहोरियो भिडियो के अरे भिजुअलहरू दोहोरियो भनेर मन नदुखाउनु होला। प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब माई भिडियो। टिल देन, बाई, सी यू नेक्स्ट भिडियो। कमेन्ट गर्नुहोस् है, यहाँहरूको कमेन्ट फिडब्याक मेरो लागि मार्ग निर्देशन हुनेछ। थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ माई भिडियोज। ब्लेसिङ to all.